रूपतालमा कसरी कछुवा आयो कसले 10-12 वर्ष पहिला एउटा भेटिएको थियो। त्यो पनि कछुवा भेटिएको छ है साथीहरू। रूपत ल्याएर हाल्यो त्यो त हामीले जानकारी पाएका छैनौँ होइन। जन्मिएर अहिले तपाईँको लगभग 30 वर्ष भयो। अहिलेसम्म रूपतालमा कछुवा देखिएको थिएन। तर आज चाहिँ माछा मार्दै जाने क्रममा कछुवा भेटिएको छ रूपतालमा। देख्न सक्नुहुन्छ कछुवा चाहिँ यही है, देख्न सक्नुहुन्छ कछुवा यही ठाउँमा है। यो रूपतालको यो साउकुना मुनिपट्टि, साउकुना भन्दा थोरै तलपट्टि रहेको तालमा, यही तालमा कछुवा भेटिएको छ होइन। यी माछा मार्दै जाने क्रममा हो। एउटा माछा परेको थियो जम्मा। उता हुनुहुन्छ हाम्रो मिन्दाई। र मिन्दाई उहाँ चाहिँ अब रूपतालको एउटा कर्मचारी पनि हुनुहुन्छ। यो कछुवाको बारेमा तपाईँले केही जानकारी छ? तपाईँ त अब धेरै वर्ष हुनुभयो, तपाईँको धेरै वर्षको अनुभव छ यो रूपतालमा। के छ यो रूपतालमा पहिला नि भेटिएको थियो कछुवा? लगभग 10-12 वर्ष पहिला एउटा भेटिएको थियो। त्यसको लागि फेरि अर्को साथी चाहिन्छ भनेर हामीले तराईबाट ल्याएर पालेका थियौँ रूपताल अफिसमा। अहिले ती 2 जोडी नै गायब भइसकेका छन्। त्यसपछि पनि कछुवा देखिएको छैन रूपताल। ल सुन्नुभयो हजुरहरूले, आजभन्दा करिब 10 वर्ष पहिला एउटा कछुवा भेटिएर पछि त्यसलाई संरक्षण गर्नको लागि रूपताल यो मत्स्य सहकारीले त्यसलाई संरक्षण गर्नको लागि चितवनबाट फेरि अर्को पनि लिएर आएर भालेपछि बनाएर राखिदिएको। पछि ती पनि गायब भएको भन्ने कुरा छ होइन। तपाईँको अब अहिले तपाईँको 10 वर्ष पछाडि चाहिँ यो फेरि भेटिएको छ होइन। अब हामी चाहिँ यसलाई अब उद्धार गर्दैछौँ होइन। यस्ता जीवजन्तुहरू भनेको हामीले संरक्षण गर्नुपर्ने हुन्छ गाई होइन। भेटेर च्याप्पा काटेर खाने त्यस्तो व्यवहार चाहिँ हामीले गर्न कहिले पनि हुँदैन होइन। अब सट्ट लाएर यही ठाउँमा भेटिएको देख्न सक्नुहुन्छ है। यही ठाउँमा हो। अब चाहिँ म यसलाई छोड्न जाँदैछु होइन। अब सुहाउनु त मोबाइल। अब चाहिँ म यसलाई उद्धार गर्न जाँदैछु है साथीहरू। यसलाई म माझा लगाएर छोड्न जाँदैछु है। हेर्नुहोस् है। साथीहरू होइन अब म चाहिँ यसलाई अब छोड्दैछु है। कछुवा हेर्न सक्नुहुन्छ मानिसले समाते पछाडि चुमुक्क भएर बस्दो रहेछ। देख्न सक्नुहुन्छ कछुवाको पछाडिपट्टि यस्तो भाग हुँदो रहेछ होइन। ठ्याक्कै ढुङ्गा जस्तो देख्न सक्नुहुन्छ। मान्छेले समातेपछि ठ्याक्कै ढुङ्गा थुतुनु नदेखि केही नदेख्ने देख्न सक्नुहुन्छ। अब यसलाई चाहिँ म अब छोड्दैछु है। ल जा माछा हिँड्दै पानी नजिकै गयो जाउँला देखिन्छ टाउको गयो। अब संरक्षण पनि गरियो होइन। अब हेरौँ अब यहाँ अरू पनि होला। एउटा भइसके पछाडि पक्कै पनि अरू पनि हुनुपर्छ। यहाँ 2-4 अरू पनि हुनुपर्छ। ल गाइस भिडियो के कस्तो लाग्यो? भिडियोमा लाइक कमेन्ट के अरे च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु है गाइस।